आईसीटी डे को अवसरमा क्यान सिन्धुपाल्चोकले गर्यो साइबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस। आईसीटी डे को अवसरमा कम्प्युटर एसोसिएसन नेपाल महासंघ क्यान सिन्धुपाल्चोक शाखाले साइबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया कार्यक्रम गरेको छ। शुक्रबार सूचना प्रविधिको अभियान डिजिटल नेपालको निर्माण भन्ने नाराका साथ नेपाल पत्रकार महासंघको सभा हलमा आयोजित उक्त कार्यक्रममा साइबर सुरक्षाबारे विस्तृत छलफल गरिएको हो। सूचना तथा सञ्चार प्रविधिमा भएको तीव्र विकासले गर्दा आधुनिक विश्व नै एक गाउँमा रूपान्तरण भएको छ। विश्वव्यापी रूपमा सूचना प्रविधिको बढ्दो प्रयोगले सामाजिक अन्तर्क्रिया एवं सार्वजनिक सेवा तथा सूचना प्रवाहमा परिवर्तन भएको छ। यसै सन्दर्भमा चाहिँ नेपाल सरकारले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस 2074 सालबाट चाहिँ राष्ट्रिय दिवसको रूपमा मनाउँदै आएको छ। हरेक वर्ष मे 2 को दिन विभिन्न कार्यक्रम गरी मनाइँदै आएको यो दिवस यो वर्ष सूचना प्रविधिको अभियान डिजिटल नेपालको निर्माण भन्ने नाराको साथ हामी मनाउन गइरहेका छौँ। यो नारालाई सार्थक बनाउन र यो दिवसलाई प्रभावकारी बनाउन क्यान सिन्धुपाल्चोकले साइबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी किरण थापाले प्रविधिको पहुँच बढ्दै गएको सन्दर्भमा यसको सुरक्षित प्रयोग गर्न नसकेको अवस्था गम्भीर चुनौतीको रूपमा रहेको उल्लेख गर्नुभयो। मोबाइल जस्ता प्रविधि साधन मार्फत दैनिक जीवनका अधिकांश कामहरू सहज रूपमा गर्न सकिने भए पनि प्रयोगकर्ताहरूले सुरक्षा मापदण्डलाई बेवास्ता गर्ने प्रविधिले साइबर अपराधमा वृद्धि भइरहेको उहाँले बताउनुभयो। दरखास्तै लिनलाई अनिवार्य गरिदियो होइन, जाने टिकट काट्न अहिले पनि म चाहिँ कम चलाउँछु कि अब फोन उठाउने बाहेक कमै छ। त्यस कारणले अब यो टिकट काट्नेदेखि लिएर होइन ब्याङ्कबाट चाहिँ के अरे करहरू तिर्ने हरेक चाहिँ मोबाइलबाट चाहिँ पानी धारा बिजुलीकोदेखि लिएर चाहिँ हरेक कुराहरू यसरी सेवासँग सहरी जेनेरेसन यसरी जोडिएको छ। विज्ञान र प्रविधिले अब एकदम गाह्रो फर्मुला इक्वेसन मात्रै नभएर जीवन उपयोगी यसलाई कसरी बनाउने भन्ने हिसाबमा चाहिँ लागिरहेछ। त्यस कारणले अब यो एउटा के कपुर भन्ने मैले नाम बिर्सेँ, दोस्रो पढ्दाखेरि यो सरकारले जान्दैन एउटा किताब थियो आइसिटी के भन्ने एउटा अमेरिकामा इन्डियनै मान्छे थियो कपुर भन्ने, त्यो जो ओबामाको सल्लाहकार पनि भएको छ। त्यसले कसरी चाहिँ यो यसलाई प्रयोग गर्दाखेरि चाहिँ छिटो भयो डाक्टरको चाहिँ कामहरू चाहिँ सजिलो हो भन्ने खालको कति बिरामीहरू अहिले पनि हामी इन्डिया र नेपालमा तुलना गर्दाखेरि इलाज गर्दाखेरि हामी कहिले जाँच गरेको उसले सबै फाइल टाइपको देखाएर दिन्छ अनि सजिलो हुन्छ भन्छौँ नि। यी पनि हाम्रो मालपोतकै कुराहरू हेरेर पनि डाटा कहाँ कहिले कहाँ के कुरो लागेको कुरा। त्यस कारणले नेपाल सरकारले पनि अब यसलाई अगाडिदेखि कम्प्युटराइज गर्ने कम्प्युटरमा अवेलेबल राख्ने गइरहेको छ। यो अगाडा बाहिरबाट आएदेखि नेपालमा पनि सुरु गरिरहेको छ हामी। तर अब यहाँ डर के छ भने अब यसरी व्यापक रूपमा चाहिँ इन्फोटेक र बायोटेकको डेभलपमेन्ट यसरी भइरहेछ कि अब यसलाई चाहिँ व्यवस्थित कसरी गर्ने भन्ने चुनौती छ। हामीले चाहिँ त्यही किताबमा मैले पढिरहेको थिएँ, मान्छेले चाहिँ यसरी मजाले चाहिँ डेभलप गरेर इन्भेन्सनहरू गरेर हरेक कुरामा त्यसको छिटो छिटो चाहिँ गऱ्यो इन्भेन्सन, तर त्यसको प्रयोग चाहिँ राम्ररी चाहिँ कसरी गर्ने भन्ने चाहिँ भएको छैन भन्ने कुरा। त्यस कारणले अबको चाहिँ चुनौती भनेको त्यसको सही प्रयोग चाहिँ कसरी गर्ने। घर घरमा झगडा हुन्छ, परिचय परिवारमा श्रीमान गएको छ श्रीमतीसँग अर्केको के कुरा भएको भनेर फोटोसोटो जोडेर निकालिदिन्छ। समाजमा पनि गइरहेछ के अरे एउटा विकृति। त्यस्तै गरी क्याम्पसमा पढ्ने युवायुवतीहरू हुन्छ, त्यहाँ पोस्टमा जोडेर कहिले निकालिदिएको हुन्छ। यसले चाहिँ शरीर डेलिभरी मात्र होइन व्यक्तिगत जीवनमा यसरी गाँसेको छ। अब अपराधमै पनि यसो चाहिँ हेऱ्यो भने अब हामीले माथिल्लो लेभलका कर्मचारी दिदी निर्माताहरू पनि जोडियो एउटा मेसेजको भरमा अनुदानमा फर्किनु भएको छ। त्यस कारणले यसको प्रयोग गर्दा चाहिँ असाध्यै ख्याल गर्नु पर्ने, यसको दुरुपयोग चाहिँ हुनु भएन। साइबर अपराधका विविध पक्षलाई उजागर गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख निरीक्षक किरण लामाले नागरिकहरूलाई प्रविधिको सही र सुरक्षित उपयोगबारे सचेत रहन आग्रह गर्नुभयो। उहाँले प्रविधि भनेको सहजता मात्रै नभएर जिम्मेवारी पनि हो भन्ने कुरा जनसमक्ष पुर्याउनु पर्ने आवश्यकता रहेको औल्याउनुभयो।
साइबर सेक्युरिटीको विषय भन्नाले अहिले उठेको अलिकति चल्दो बल्दो विषय नै छ। हजुरहरूलाई मैले भन्न खोजेको 2-4वटा मैले यसो उदाहरण दिन खोजेँ। फेरि सबै कुरो यो जान्नुपर्ने र गर्नुपर्ने प्रहरीले रहेछ भन्ने अब कानुन पनि बनिसक्यो हुनाले अपराधको जति विषय होइन, अपराधको पनि हुन्छ नि त, वर्गीकरण हुन्छ नि त हजुरले होइन। अब हजुरको त्यही भएर अहिले हाम्रो चाहिँ छुट्टै भनौँ न यो साइबरबाट हुने अपराधको लागि चाहिँ अब छुट्टै खालको अब हाम्रो चाहिँ अहिले ब्युरो नै स्थापना भइसकेको छ काठमाडौँमा। हजुरले WhatsApp र भाइबर चलाउनुहुन्छ नि त होइन, त्यसमा चाहिँ के आउँछ भन्दाखेरि चाहिँ तपाईँ चाहिँ लगभग 1 करोड जित्नु भएको छ भनेर मेसेज आउँछ नि होइन। हजुरलाई अडियो सडियो आउनु सुन्नु भएको छ नि होइन, कौन बनेका करोडपति भनेर एउटा लिस्टै आउँछ क्या हो। अनि हजुरलाई के भन्छ भने हजुरको 1 करोडको परेको छ, तर हजुरले चाहिँ मलाई चाहिँ पहिला सुरु 5000 चाहिँ मलाई पठाइदिनु पऱ्यो, हजुरको बोर्डरसम्म आइपुगेछ भने हजुरलाई प्रलोभन देखाउँछ कि मेन कुरो। हामी प्रलोभनमा पर्ने बित्तिकै हामी चाहिँ त्यसमा चाहिँ अब फस्छौँ भन्ने कुरो चाहिँ पहिला सुरु सोच्नुपर्छ। किन भन्दाखेरि कुनै पनि काम गर्नलाई अथवा आफूले एउटा पारिश्रमिक पाउनलाई आफूले कार्य गर्नुपर्छ भने जस्तै अब फ्रीमा कुनै पनि सामान त आउँदैन, कतै पनि आउँछ र आउँदैन नि केही पनि होइन हो। यसरी प्रलोभनमा देखाएर चाहिँ हजुरहरूको चाहिँ त्यो पैसा पठाइदिने, अनि उहाँले के भन्नुहुन्छ नि एउटा QR कोड माग्छ, हजुरको त्यो डिजिटल वालेटबाट पैसा पठाइदिनु भन्छ, हजुरले पठाइदिनुहुन्छ। अनि होइन तपाईँको सामान फेरि आइपुग्नलाई चाहिँ फेरि 10,000 पठाइदिनु भन्छ। यसरी चाहिँ एकजनाबाट 5,000 10,000 ठगे पनि यो 100जनाबाट चाहिँ 5,000 र 10,000 ठग्दाखेरि चाहिँ धेरैजनाको चाहिँ अब ठगिनै भएको छ भनौँ न। अनि त्यसबाट अब हामीले अनुसन्धान गर्दाखेरि फेरि एउटा मान्छेको खातामा त पैसा गएको पनि हुँदैन कि, ए भन्ने व्यक्तिकोमा त्यो पैसा ट्रान्सफर भएको हुन्छ, त्यो पैसा बीमा गएको हुन्छ, त्यो फेरि इन्डियामा गएको हुन्छ, इन्डियाबाट फर्केर नेपालमा आउँछ क्या। त्यसरी चाहिँ मान्छेलाई झुकाउनुलाई चाहिँ त्यसरी चाहिँ उहाँहरूले काम गरे हुन्छ। अनि अर्को कुरो एउटा रमाइलो रोचक के पनि कुरो आएको थियो भन्दाखेरि एकचोटि विदेशमा रहेछ मान्छे, उहाँको भनौँ न भान्जा नेपालमा, मामा चाहिँ विदेशमा। अब साथीले फोन चलाइदिएछ क्या, मामा म साह्रै बिरामी छु, मलाई 2 लाख पठाइदिनु पऱ्यो भनेर। अब भान्जाको माया त लाग्छ नि होइन। अनि यो खातामा चाहिँ पठाइदिनु भनेर मेसेज देखेपछि मामाले त पैसा पठाइदियो। साथीले युज गरिरहेको रहेछ कि हजुरको चाहिँ होइन। 2 लाख पैसा तुरन्त पठाइदिइहालेछ लास्टमा। अनि भान्जा अनि अस्ति बिरामी भयो भने पैसा के गर्नुभयो भन्दाखेरि भान्जालाई थाहै छैन कि। त्यही भएर यो सकेसम्म हामीले चलाउने यो फेसबुक हुन्छ, यो भाइबर WhatsApp जे पनि हुन्छ, सकेसम्म यसको यो पासवर्ड अरूलाई दिने काम पनि नगरौँ होइन। अनि हजुरले अब यो डिजिटल वालेट चलाउनुहुन्छ नि होइन, यो लगभग यो ई-सेवा सबभन्दा धेरै समस्या आएको ई-सेवा छ। हजुरले चलाउनु भएको छ कि छैन? यसमा चाहिँ हजुरलाई के भन्छ भन्दाखेरि हजुरको यो के अरे एप चाहिँ क्र्यास मारेछ, मेन्टेनेन्स गर्नलाई हजुरको त्यो OTP दिनु न भनेर भन्छ क्या। अनि हजुरले OTP दिने बित्तिकै उसले हजुरको चाहिँ त्यो ह्याक गरेर हजुरले त्यो खोल्न नमिल्ने, त्यहाँ भएको ब्यालेन्स रहेछ भने उसले आफ्नो खातामा ट्रान्सफर गरिदियो, हजुरको ब्लकै गरिदिन्छ क्या। अनि हजुरले ई-सेवाको त्यो अफिसलाई फोन गर्नुभयो भने सर यो त तपाईँको त ह्याक भएछ, तपाईँले कसलाई चाहिँ यो पासवर्ड दिनुभएछ भनेर उहाँले भन्नुहुन्छ कि। यसरी धेरै चाहिँ अब मान्छेले भोग्नु भएको छ। अब हामी आफै चाहिँ सजग भएर चाहिँ होइन त्यो साइबरको विषयमा चाहिँ अब हामी आफै चाहिँ सजग हुनुपर्छ। त्यही पनि अघि सरलाई पनि भन्नुभएको छु, त्यसमा कुनै पनि हजुरहरूलाई अथवा कतै साथीभाइलाई त्यो साइबर सेक्युरिटी सम्बन्धी कुनै पनि भएमा नजिकको प्रहरी कार्यालयमा चाहिँ एउटा लिखित निवेदन ल्याइदिनु होला। हामीले सक्ने हामीले सहयोग गर्छौँ, होइन भने साइबर ब्युरो हाम्रो भोट आइडीमा छ, त्यहाँ चाहिँ उहाँलाई चाहिँ हामीले चाहिँ त्यहाँ फोन गरेर एउटा सहजीकरणको वातावरण चाहिँ हामीले गर्न सक्छौँ। कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ सिन्धुपाल्चोकका महासचिव हरिकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका कोष अध्यक्ष दीपक खत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। जोजोल्पा भन्न चाहन्छु, सूचना प्रविधि सञ्चार दिवस प्रविधि दिवस अहिलेको 21औं शताब्दीमा निकै महत्त्वपूर्ण त्यसको एउटा क्षेत्र रहेको छ। यो क्षेत्रमा हामी सिन्धुपाल्चोकमा मलाई लाग्छ यो ज्ञान इन्फो अथवा कम्प्युटर एसोसिएसन नेपालले जुन एउटा सिन्धुपाल्चोकमा एउटा महासङ्घ एउटा बनेर तपाईँको चाहिँ एउटा सुरुवात गर्नुभएको छ। यो सूचना सञ्चारको प्रविधिले गर्दाखेरि आज ग्रामीण तहसम्म धेरै किसिमको चाहिँ ओझेलमा परेका कुराहरूलाई चाहिँ विकासमा अगाडि ल्याउने सूचना सञ्चारको माध्यमबाट चाहिँ स्वदेश र विदेश अन्तर्राष्ट्रिय लेभलसम्म चाहिँ जोड्ने एउटा माध्यम एउटा महत्त्वपूर्ण एउटा प्रविधिले एउटा चाहिँ फड्को मारेको छ। यो फड्को तपाईँ हामी सबैलाई थाहा छ। त्यसले गर्दाखेरि आज यसको सदुपयोग भन्दा पनि दुरुपयोगतिर चाहिँ बढी गइरहेको देखिन्छ। आज भौतिक युगमा चाहिँ परिणत भएको छ यो भन्न मन लाग्छ। किनभने आज हातमा सबैको चाहिँ एन्ड्रोइड मोबाइलहरू छ। त्यो एन्ड्रोइड मोबाइलमा सबै कुरा त्यहाँ राम्रो कुरा पनि आउँछन्, नराम्रो कुरा पनि आउँछन्। विभिन्न किसिमको सामाजिक सञ्जालमा
साइबर अपराधको ऐनको कानुनको कुराहरू गर्ने हो भने त्यो कुराहरू चाहिँ मान्ने पाइने देखिँदैन। त्यसले गर्दाखेरि साइबर सञ्चारलाई अहिले सामाजिक सञ्जाललाई पनि व्यवस्थित गर्नलाई नेपाल सरकारले विभिन्न ऐन कानुनहरू अहिले ल्याइरहेको अवस्था छ। मलाई लाग्छ यो विचाराधीनको अवस्थामा छ जस्तो लाग्छ। त्यसले गर्दाखेरि यो सही सूचना चाहिँ प्रयोग गर्न चाहिँ म आम तपाईँको चाहिँ हामी समुदायमा काम गर्ने अथवा तपाईँको चाहिँ हामी आधुनिक व्यक्तित्वहरूले जो यो प्रविधिसँग नजिक रहने व्यक्तिहरूलाई चाहिँ म के भन्न चाहन्छु भने जति पनि तपाईँको चाहिँ यो देशमा अथवा चाहिँ यो राष्ट्रमा एउटा ग्रामीण तहमा धेरै कुराहरूको चाहिँ अगाडि आउनुपर्ने कुराहरू, विकसित हुनुपर्ने कुराहरू, समृद्धि हुनुपर्ने कुराहरू, उजागर गर्नुपर्ने कुराहरूलाई चाहिँ अलिक महत्त्व दिनुपर्ने हो कि मलाई लाग्छ। त्यसै गरी आज तपाईँको चाहिँ शैक्षिक हडताल पनि चलिरहेको छ। डिजिटलको युग भनेको छ। आज अनलाइन कक्षाहरू सञ्चालन भइरहेको छैन। तपाईँको चाहिँ शिक्षकहरू आन्दोलनमा छ। तपाईँको चाहिँ सूचना प्रविधिसँग चाहिँ जोडिएको कुराहरू प्रविधि अहिले प्रविधि मन्त्रालय छ, विभागहरू छ, सञ्चार कार्यालय छ, सञ्चार निकायहरू छ। स्थानीय तहमा पनि तपाईँको चाहिँ सूचना प्रविधि क्षेत्रमा काम गर्ने निकायहरू छ। स्थानीय सरकार सञ्चालन ऐनमा त्यो कुराहरू व्यवस्था पनि रहेको छ। तर आज तपाईँ महिनौ दिन पनि भइसक्यो तपाईँको चाहिँ विद्यार्थीहरू आज अध्ययन गर्न चाहिँ पढ्न पाइरहेको छैन। मलाई लाग्छ हिजो अस्ति मात्र तपाईँको चाहिँ 9 बुँदे सहमति भएको छ। तैपनि त्यो 9 बुँदे सहमतिले पनि केही एउटा फलदायी एउटा काम गर्ने छ भन्ने मलाई लाग्छ। त्यसले गर्दाखेरि आज सूचना यो साइबर सेक्युरिटी सम्बन्धी एउटा जुन रूपमा चाहिँ अन्तर्क्रिया यहाँले कार्यक्रम राख्नुभएको छ, यो अझ पनि तपाईँको चाहिँ पालिका लेभलमा यो चाहिँ ज्ञान इन्फोले चाहिँ तपाईँको चाहिँ पालिका लेभलमा यो कार्यक्रम लानुपर्छ भन्ने मेरो एउटा चाहिँ शुभेच्छा र शुभकामना दिन चाहन्छु। र यो साइबर सेक्युरिटीको जुन कुरा छ अहिले हेर्ने हो भनेदेखि हामी देख्न सक्छौँ नि सञ्चार माध्यममा कुरा आइराखेका हुन्छन्। अब कतिपय सामाजिक रूपमा चाहिँ प्रतिष्ठित व्यक्तिहरू पनि यो सामाजिक सञ्जाल प्रयोग गर्दाखेरि चाहिँ यो सुरक्षा नअपनाउँदाखेरि चाहिँ व्यक्तिगत कुराहरू चाहिँ बाहिर राखेका छन्। अनि कतिपय घरेलु जुन कुराहरू हुन्छन्, आन्तरिक मान्छेका निजी मानिरहेका कुराहरू छन्, त्यो बाहिर आइराखेका हुन्छन्। अनि मान्छेको चाहिँ जो ओटिपी नम्बरहरू चाहिँ जथाभावी दिँदाखेरि चाहिँ बैङ्कको पैसाहरू सबै खाइदिइराखेको होइन। हामी यो लहरिरहेको लाग्दाखेरि ठुलो प्रलोभन, ठुलो सपना देख्दाखेरि चाहिँ एउटा भयङ्कर दुर्घटनामा गइराखेको, ठुलो क्षति बेहोरिराखेका यस्ता कुराहरू चाहिँ अहिले हामीले समाचारहरूमा छ्यापछ्याप्ती देखिराखेका छौँ, सुनिराखेका छौँ। वास्तवमै सूचना प्रविधिको यसरी विकास जसरी भइराखेको छ द्रुत गतिमा, हिजोको दिनमा हामीले चाहिँ निवेदन लेख्नको लागि होइन जसरी पढ्थ्यौँ सिक्थ्यौँ, अहिले यसरी चाहिँ प्रविधिको विकास भएको छ कि हामीले एआईमा च्याटजिपिटीमा चाहिँ सामान्य कुरा हाल्ने हो भने उसले सरस्वती सबै कुरा देखाइदिइसक्छ। भनेपछि त्यो अनुसार सूचना प्रविधिको विकास हुँदै गर्दा हामी कसरी अपडेट रहने, हामी कसरी चाहिँ योबाट सुरक्षित रहने त भन्ने मामिलामा चाहिँ एउटा महत्त्वपूर्ण कार्यक्रम आज जुन आयोजना गर्नुभएको छ, यसको लागि ज्ञान सिन्धुपाल्चोकलाई धेरै धेरै धन्यवाद र यो कार्यक्रम सफलताको म शुभकामना पनि व्यक्त गर्न चाहन्छु। र वास्तवमै अघि हाम्रो हरिजीले भन्नुभयो जस्तै गरी हामी पत्रकार महासङ्घको एउटा कोठामा बाँधेर यो कार्यक्रम गरिराखेका छौँ र यो जुन ज्ञान हामीले जुन आज बाँड्छौँ अन्तर्क्रिया छलफलबाट जुन कुरा आउँछ यसलाई चाहिँ आम समुदायसम्म, अझ ग्रामीण तहसम्म, अहिले त गाउँ गाउँमा वाइफाईको पहुँच छ, सुविधा छ होइन, तर त्यो प्रविधिको पहुँच बढ्दै जाँदाखेरि चाहिँ कसरी सुरक्षित रहने त यो चिजबाट भन्ने कुराको चाहिँ धेरै अभाव छ। भनेको त्यो ठाउँसम्म हामीले चाहिँ यो ज्ञानको बिजारोपण चाहिँ पुर्याउन सकौँ भन्ने शुभेच्छा व्यक्त गर्दै म यो महत्त्वपूर्ण कार्यक्रममा पत्रकार महासङ्घ सिन्धुपाल्चोक तर्फबाट यो सानो भनाइराख्ने अवसर दिनुभएकोमा आयोजकलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै यो कार्यक्रमको थप सफलताको शुभकामना व्यक्त गर्दै मेरो मन्तव्यलाई अन्त्य गर्छु। हस्, धन्यवाद। ज्ञान सिन्धुपाल्चोकका सचिव सुन्दर शिरीषले सरकारद्वारा 2074 सालदेखि सूचना तथा सञ्चार प्रविधि दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको जानकारी दिनुभयो। कार्यक्रममा साइबर सेक्युरिटी अनुसन्धानकर्ता तथा ज्ञान सिन्धुपाल्चोकका सहसचिव सुभाष कुँवरले साइबर सेक्युरिटीको विभिन्न पाटोभित्र रही प्रस्तुतिकरण राख्नु भएको थियो। यसका चाहिँ फाइदा बेफाइदाहरू के छन्, साइबर क्राइम भने के हो, को हुनसक्छ, के हुनसक्छ, यसले पनि जोडिसक्नु भयो। यसमा चाहिँ आबद्ध पर्सनहरू अथवा आबद्ध संस्थाहरू के छ, साइबर क्राइम भयो भने के गर्ने, हामी आफै चाहिँ पीडित भयो भने के गर्ने, हामीले अरूलाई पीडित बनायौँ भने के गर्ने भन्ने किसिमका कुराहरू छन्। अलिकति हामीले चाहिँ यहाँनिर साइबर एक्टका कुराहरू पनि गर्छौँ, पनिसमेन्टका कुराहरू पनि गर्छौँ। हामीले यो काम गर्दा के गर्यौँ भनेर अब प्रिभेन्सन गर्ने कसरी, यसलाई चाहिँ हामी साइबर क्राइमबाट चाहिँ जोगिने कसरी अथवा साइबर क्राइमहरू नगर्ने कसरी भन्ने कुराहरू
अब अलिकति हामीले चाहिँ बच्चाहरूलाई अथवा अहिले चाहिँ बच्चाहरूले मोबाइल गेमिङ खेलिरहेको हुन्छ बच्चाहरूलाई चाहिँ के बेनिफिट हुन्छ र के चाहिँ फाइदाहरू हुन्छन् बच्चाहरूलाई चाहिँ साइबर क्राइम हुनुबाट अथवा चाहिँ भिक्टिम भन्छन् जुन साइबर भिक्टिमबाट कसरी जोगाउने र लास्टमा चाहिँ हामी त्यही क्वेसन एन्सर सेसनहरू गर्छौँ। उहाँले साइबर सुरक्षा सम्बन्धी विविध पाटाहरूको प्राविधिक पक्षमा आधारित प्रस्तुत दिँदै सहभागीहरूलाई सचेत बनाउने प्रयत्न गर्नुभयो। हामी आइटी सेक्टरमा काम गर्ने साथीहरू एकदम हामी अब लगभग मैले आइटी सेक्टरमा काम गरेको 10-12 वर्षै भइसक्यो राम्रोसँग काम गरेको त्यहाँ अगाडि पनि काम गरेँ धेरै अर्गनाइजेसनमा काम गरेँ तर धेरैजना साथीको प्रब्लम के छ भन्दाखेरि राति निद्रा हुँदैन एक अर्को ब्याक पेन एकै ठाउँमा बसेर काम गरेर आउँछ ब्याक पेन हुन्छ होइन राति निद्रा आउनु तपाईँहरूले यहाँ डार्क सर्कल अब जिरो सर्कल छ यो राति काम गरेर हुनसक्छ धेरै काम गरेर हुनसक्छ निद्रा नलाएर हुनसक्छ आइटीमा काम गर्ने मान्छे के हुन्छ अथवा तपाईँको कम्प्युटर सेक्टरमा हान्छ सबैलाई कम्प्युटर त चाहिन्छ अहिले होइन तपाईँको सूचना प्रविधि चाहियो जुनै सेक्टरमा चाहियो सरलाई चाहिन्छ हामीलाई चाहिन्छ बस्दाखेरि तपाईँको चाहिँ अब ब्राइटनेस मिल्दैन मोबाइल पनि हेरेकै छ यो पनि हेरेको छ त्यो कारणले गर्दाखेरि हाम्रो फिजिकल एक्टिभिटिज कम हुन्छ डिप्रेसनमा जाने चान्सेसहरू हाई हुन्छ निद्रा नलाग्ने राति निद्रा लगाए पनि तपाईँको चाहिँ त्यो औडा भन्ने किसिमको कुराहरू होइन अब तपाईँहरूले साइकोलोजिकल पढ्नु भएको छ अथवा के रिसर्चहरू हेर्नुभयो भने त्यहाँ पनि म आएको पनि अहिले अगाडि ब्याक पेनको समस्या थियो तर अहिले म यहाँ आइसकेपछि मैले एकदम धेरै म फिजिकल एक्टिभिटिज गर्ने भएर एकदम लेस युटिलाइज गर्छु डिजिटल डिभाइस। डिपेन्डेन्सिज भनेपछि अहिले अब तपाईँको मेरो इन्टरनेट गयो भने मेरो चाहिएको भयो क्या छैन इन्टरनेट यहाँनिर मलाई डर लागेन त्यही भएर ब्याकअप सेकअप किनेर लगाइरहेको छु बत्ती गएको गर्छ बत्ती गएन भनेदेखि उता मिटिङ सुरु भइसकेको हुन्छ ल यो त अब मिटिङमा आएन भन्ने हुन्छ होइन डिपेन्डेन्सी एकदम हाल्यो अहिले इन्टरनेट जाओस् त चौतारा बजारमा अहिले 9 बजे 10 बजे इन्टरनेट जाओस् त के पनि काम हुँदैन डिपेन्डेन्सी आइगयो अस्ति तपाईँले थाहा पाउनुभयो भने पोर्चुगलको तपाईँको स्पेनमा बत्ती जाँदाखेरि रेलवे स्टेसनदेखिबाट लिएर कुनै पनि सरकारी संस्थाहरू चलेन ल हेर्नुहोस् डिपेन्डेन्सी हामीले अघि पनि सरले भन्नुभएको थियो बिजनेस अथवा हामीले इन्टरनेट चल्दै जाँदा विकास हुँदै जाँदाखेरि हामीले आफ्नो जीविकोपार्जन कसरी गर्ने त होइन अब मैले तपाईँको अब इन्टरनेट भएन भने मेरो भोलिदेखिबाट पैसा आउनु छोड्यो अब मैले खेती गर्न आउँदैन भनेपछि अब के न केही तपाईँको जीविकोपार्जन हुन सक्दैन भोलि तपाईँको चाहिँ अब मान्छेले विकास गरेको कुरा न हो मान्छेले विकास गरेको कुरा भोलि ध्वस्त हुनसक्छ नि होइन। कार्यक्रममा क्यान सिन्धुपाल्चोकका अध्यक्ष दीपक थापाको अध्यक्षतामा सम्पूर्ण कार्यक्रममा शिक्षक विद्यार्थी सञ्चारकर्मी बुद्धिजीवी तथा प्रविधिमा संलग्न व्यक्तिहरूको उपस्थिति रहेको थियो। एसोसिएसन अफ नेपाल सूचना र प्रविधिको क्षेत्रमा चाहिँ केही काम गर्नुपर्छ र नेपालमा सूचना र प्रविधिको क्षेत्रमा चाहिँ डिजिटल लिट्रेसीलाई अलिकति अगाडि बढाउनुपर्छ भन्ने उद्देश्यले स्थापना भएको क्यान फेडरेसन को चाहिँ स्थापना पनि मेटुमा नै हुन गएको है। यसलाई कम्प्युटर एसोसिएसन नेपालले आफ्नो जन्मदिनको रूपमा र आइसिटी डेको रूपमा चाहिँ मेटुलाई मनाउँदै आइरहेको थियो। त्यस्तै रूपमा 2074 सालदेखि चाहिँ नेपाल सरकारले पनि डिजिटल लिट्रेसीको रूपमा चाहिँ नेपालमा पनि केही कुनै न कुनै दिनलाई चाहिँ स्पेसल रूपमा मनाउन भन्ने तरिकाले चाहिँ एउटा छलफलको साथै मेटुलाई चाहिँ सूचना प्रविधि दिवसको रूपमा मनाउने गरेर चाहिँ 2074बाट निर्णय भयो र यो चाहिँ अहिले 9औं वर्षमा प्रवेश गरेको छ। त्यस्तै यो वर्षको सूचना प्रविधि दिवसको अवसरमा हामीले सुरु गरेको साइबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया कार्यक्रम छ। यो राख्नुको मुख्य उद्देश्य भनेको अहिले चाहिँ नेपाल साइबर सेक्युरिटीको हकमा अन्तिमबाट हेर्दाखेरि चाहिँ सेकेन्ड नम्बरमा छ, दोस्रो नम्बरमा भनेको सेकेन्ड लास्टमा चाहिँ परेको देखिएको छ। यो एउटा अध्ययनले देखाएको छ। त्यसले गर्दाखेरि चाहिँ हामीले साइबर सेक्युरिटी सम्बन्धीको चाहिँ एउटा अन्तर्क्रिया गर्दाखेरि कुनै न कुनै रूपमा केही न केही चाहिँ त्यस सम्बन्धीको शिक्षाहरू चाहिँ हजुरहरूले पाउनुहुन्छ भन्ने हिसाबले र प्रशिक्षार्थीहरूलाई त्यो गर्दाखेरि समाजमा अलिकति सकारात्मक रूपमा चाहिँ यो साइबर सेक्युरिटी सम्बन्धीको चाहिँ नलेज चाहिँ बढ्न जान्छ भन्ने हिसाबले चाहिँ हामीले यो कार्यक्रमको आयोजना गरेका हौँ। र पक्कै पनि सूचना र प्रविधिले धेरै नै लामो फड्को मारिसकेको छ। करिब 90को दशकबाट अलिकति स्मुथली चाहिँ यो रन भएको हो यो सूचना प्रविधि सम्बन्धीको चाहिँ सेक्टर, किनभने त्योभन्दा अगाडि चाहिँ इन्टरनेटको त्यति पहुँच थिएन। त्यसले गर्दाखेरि चाहिँ सूचना र प्रविधि भयो भने पनि व्यक्तिको मार्फतबाट, हुलाकका मार्फतबाट र अन्य
कुनै चाहिँ ट्रान्सपोर्टको मार्फतबाट मात्रै सूचनाहरू चाहिँ सम्प्रेषण हुने र त्यसलाई चाहिँ बाँडिने, त्यसलाई चाहिँ एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउने थियो भने अहिले चाहिँ इन्टरनेटको माध्यमबाट तपाईँले अहिले भर्खरै हामीले यही गरेको कार्यक्रम पनि भर्खरै लाइभ अहिलेको अहिले नै अमेरिकाबाट पनि हेर्न मिल्यो, युरोपबाट पनि हेर्न मिल्यो, संसारको जुनसुकै कुनाहरूबाट पनि हेर्न मिल्यो भने यति छिटो मिलिसेकेन्डमा चाहिँ हाम्रो यो सूचना चाहिँ हरेक ठाउँ सेक्टरमा पुग्न सक्छ र यो पुग्नुको पछाडि सकारात्मक पाटो पनि छन् भने यसको पछाडि नकारात्मक पाटोहरू पनि छन्। यसै कुरालाई तोडमोड गर्दै धेरै कुरा चाहिँ नकारात्मक रूपमा पनि फैलिएको छ र यस्ता कुराहरूमा हामीले चाहिँ नकारात्मकताबाट जोगिनको लागि भनेर चाहिँ हामीले यो कार्यक्रमको पनि यहाँ चाहिँ आयोजना गरेका छौँ।